Are you worried about battery replacement cost? No, if you are buying Gogoro scooter. You know why? कहिलेकाहीँ ब्याट्रीमा अपग्रेड पनि आइरहेको हुन्छ नि, ब्याट्री अपग्रेड पनि भइरहेको हुन्छ, नयाँ टेक्नोलोजी आइरहेको हुन्छ त्यो ब्याट्रीहरुमा हैन. हामी एज अ कस्टमर वी डोन्ट हैव टु वरी अबाउट दैट. गोगोरो कम्पनीले नै त्यो अपग्रेड भएको ब्याट्री उहाँहरुले आफै अपग्रेड गर्नुहुन्छ. हाम्रो काम के हो भने हामी जस्ट ल्याएर स्टेशनमा जाने, चेन्ज गर्ने, हामीहरुले चलाउने र जुन नयाँ टेक्नोलोजीको ब्याट्री आएको छ त्यो हामीहरुले इन्जोय गर्ने हो. वी आर नट वरिड अबाउट द कस्ट इन्भल्भड हियर. प्लस चार्जर बिग्रियो भने पनि हामी वरिड भएनौं, किनभने यो दुईटै चीज हामीहरुलाई कुनै वास्ताको कुरै भएन. हामीहरुलाई के चाहिएको छ अब जुन गोगोरोको स्वप स्टेशन्सहरु छ विथ द सेल्स इन्क्रिजिङ, सेल्स obviously is gonna increase. यो सेल्स इन्क्रिज हुँदा हुँदै स्वप स्टेशन्सहरु पनि प्यारलली इन्क्रिज भयो भने द्याट्स हाम्रो कन्सर्नको विषय त्यति मात्रै हुनेछ. र ब्याट्रीको समस्या सल्भ हुनु भनेको रिसेल भ्याल्यूको बारेमा पनि हामीहरुले वरी गर्नु नपर्ने नै हो जस्तो लाग्छ हैन र. आई एम नट श्योर अबाउट इलेक्ट्रिक स्कुटरको रिसेल भ्याल्यू एन्ड अल, तर एज पर कम्पनी गोगोरोको रिसेल भ्याल्यू राम्रो हुनेवाला छ. वी आर येट टु सी दैट.